गाइस आज चाहिँ म एउटा भिडियो लिएर आएको छु जुनमा अङ्कललाई पनि प्राङ हुँदैछ बहिनीलाई पनि प्राङ हुँदैछ। त्यसमा चाहिँ के छ भने म देखाउँछु अहिले। म त भन्छु पहिला के भने मैले चाहिँ बहिनी सुतेको बेला मेकअप गर्दैछु हैन। म चाहिँ मेकअप आर्टिस्ट हो नि त, खतरै मेकअप गरेछु। अहिले देख्नुहुन्छ हजुरले नि अङ्कल पनि सुत्नुभयो, बहिनी सुतिछे। अनि पछि त्यही भएर अब बहिनीलाई मेकअप गर्दैछु। अब बहिनीलाई उठाउँछु पहिला, बहिनीको रियाक्सन हेरौँ। बहिनीलाई लहर अङ्कलका सामान्य लहर देखाउँछु अब मैले। नानी ओए ओए उठ उठ न उठ ओए उठ उठ न। के छ तेरो हालखबर? निद्रा पुग्यो? पुगे छैन लैजा उठ्यो। अङ्कल तैँले फेस हेर्ने रे लैजा। अङ्कल बाँदर चाहिँ गरेर यो मेरो मेकअप आजको मेरो मेकअप यति यति भिडियो भूतले मान्छे खाना आए जस्तो देखिएको छ। जस मेकअप चाहिँ मैले राम्रै गरेँ। यस्तो मेकअप गर्ने नि मैले ब्युटी पार्लर खोले हुन्छ 100%। अब त्यही हो। अङ्कल तपाईँलाई जुनाको फेस कस्तो लाग्यो? कुकुरको जस्तो। तिमीलाई तिम्रो मेकअप कस्तो लाग्यो नानी? विश्व सुन्दरी। बाई गाइस, विश्व सुन्दरी बोला चाहिँ विश्व सुन्दरी जस्तो लाग्यो भनेपछि म प्राउड फिल गर्छु मेरो मेकअपमा। थ्याङ्क यू सो मच। थ्याङ्क यू है। थ्याङ्क यू मेकअप गरिदियो।